म आज हजुरहरूलाई फेब्रुअरी सिजरको बारेमा भन्न गइरहेको छु। फेब्रुअरी सिजर भनेको आम भाषामा बुझ्दाखेरि चाहिँ ज्वर कम्पन भनेर बुझ्न सकिन्छ। यो सामान्यतः 6 महिनादेखि 5 वर्षको बच्चाहरूलाई हुने हुन्छ। ज्वर कम्पन भन्ने जुन चाहिँ हामी फेब्रुअरी सिजर भन्छौँ, यो चाहिँ 100वटा बच्चामध्ये 4वटा बच्चामा हुनसक्छ। भनेपछि यो हाम्रो समाजमा धेरै बच्चाहरूमा हुने हुन्छ र यो उसमा चाहिँ धेरै ज्वरो आएर बच्चा काम्ने हुने हुन्छ। काम्ने भन्दाखेरि चाहिँ बच्चाको आँखा पल्टिने, हात खुट्टा टाइट हुने, हात खुट्टा हल्लिने समस्याहरू हुन सक्छ। यो सामान्य खाले ज्वर कम्पन हो। यसमा हामीले धेरै आत्तिनु पर्दैन। बच्चाको विकास नर्मल छ, बच्चाको पारिवारिक यस्तो समस्या छैन, बच्चाको टाउकोको साइज नर्मल छ, बुद्धि विकास राम्रो हुँदाखेरि चाहिँ यो कुरामा धेरै आत्तिनु हुन्न। अब घरमा हुँदाखेरि ज्वर कम्पन भयो भने चाहिँ बच्चालाई चाहिँ एकातिर फर्काएर राखिदिने अनि त्यसपछि चाहिँ बच्चाको मुखमा त्यस्तो केही कुरा नराख्ने, बच्चालाई केही सुँघाउने प्रयास नगर्ने र कति अस्पताल चाहिँ हामी 5 मिनटभन्दा बढी सिजर आयो भने चाहिँ नजिकको अस्पतालमा इमर्जेन्सीमा लग्नुपर्ने हुन्छ।